Alright, फोनबाट फिल्म गरिरहेको छु गाइज। आजबाट चाहिँ हामी रेगुलर गन्थन गर्न थाल्ने है। सबसे पहिलाको एपिसोडमा चाहिँ हामी के को कुरा गर्ने भनेर भन्नुहुन्छ भने सेल्फ लभ। सेल्फ लभ भनेको के हो? आफैले आफैलाई माया गर्ने, नेपालमा त्यो भन्छ हैन। मैले चाहिँ के देखेछु भने नि गाइज, हाम्रो समाजमा स्पेशली हाम्रो नेपाली सोसाइटीहरुमा चाहिँ वुमेनहरुको लागि स्पेशली के सिकाइन्छ भनेदेखि अरूको टेक केयर गर्ने। पहिला स्पेशली इफ यु लाइक ओल्डर सिब्लिङ हुनुहुन्छ भनेदेखि चाहिँ भाइ बहिनीको केयर गर, बुवा आमाको केयर गर, खाना पकाउन सिक, हजुरबाउ हजुरआमा भन, यो भन त्यो भन, एन्ड लेटर अन यु गेट म्यारिड, अनि त्यसपछि बुढाको, एन्ड देन अभियसली योर इन-लजहरुको टेक केयर गर भनेर त्यस्तो सिकाइन्छ हैन। एउटा कुरा चाहिँ के भने नि गाइज, यु नो, यु कुड बी मदर, हजुर आमा पनि हुन सक्नुहुन्छ, सिस्टर, daughter, friend, any relationship, you're that, but you have to make sure you're you. हजुर पनि लाइक आफ्नो आफै एउटा इन्डिभिजुअल हो भनेर चाहिँ कहिले पनि नबिर्सिनु। त्यो कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट छ। किनभनेदेखि अभियसली पहिलाको जमानामा हजुर देख्नु भएको छ भने आफ्नै मम्मीहरू ड्याडीहरू सबैजनाको पनि यु नो एक्जाम्पल देख्नुहुन्छ नि त नि, कति सेल्फलेसली उहाँहरूले चाहिँ अरूको कुरा के भन्छ टेक केयर गर्नुहुन्छ, अनि त्यसपछि लास्टमा आफूलाई गर्न मन लागेको कुरा, लाउन मन लागेको कुरा लगाउनु भएको हुँदैन। मेरो फ्यामिलीमा पनि हुनुहुन्छ, मेरो मम्मी पनि त्यस्तै हुनुहुन्थ्यो, एन्ड आम ग्ल्याड सी इज काइन्ड एक्सप्लोरिङ अ लिटल बिट मोर दिस डेज। अर्को कुरा के भनेदेखि चाहिँ हाम्रो चाहिँ समाजले कस्तो भन्ठान्छ भनेदेखि सेल्फ लभ गर्यो भनेदेखि इट्स अ सेल्फिसनेस भनेर, क्या स्वार्थीपन हो भनेर भनिदिन्छन् होइन। स्वार्थीपन भन्छ होइन नेपालीमा, तर इट्स नट सेल्फिसनेस। यु हेभ टु रियलाइज, यदि हजुरहरूलाई गिल्टी फिल भएको छ, मैले ओ माई गड आइ एम जस्ट लभिङ माइ सेल्फ भनेर सोच्नु भएको छ, अनि त्यो कुराले चाहिँ हजुरलाई गिल्टी फिल भएको छ भनेदेखि चाहिँ आई सुड टेक केयर अफ पिपल्स अराउन्ड मी फर्स्ट, अनि त्यसपछि मात्रै म भनेर त्यस्तो सोच्नु भएको छ भनेदेखि मेबी यु निड टु स्टार्ट थिङ्किङ कस्तो भनेदेखि सेल्फ लभ भनेको सेल्फ रिस्पेक्ट, आफूले आफूलाई रिस्पेक्ट गर्ने कुरा पनि हो भनेर सोच्नु सक्नुहुन्छ। एउटा पर्फेक्ट इक्जाम्पल, कपाल अफ पर्फेक्ट इक्जाम्पल दिन्छु है। जब हजुरले आफूलाई माया गर्नुहुन्छ, when you love yourself you become emotionally very strong, अनि स्पेशली फिमेलको लागि इमोसनली इन्टेलिजेन्ट हुनको लागि, स्ट्रङ हुनको लागि एकदमै इम्पोर्टेन्ट छ गाइज, स्पेशली इन दिस वर्ल्ड। यु नो, when you learn to love yourself and respect yourself, हजुरलाई गर्न मन नलागेको कुरामा पनि प्योर प्रेसर नपरिकन लाइक नो भन्नलाई सजिलो हुन्छ। किनभने मैले कति कुरा देखेको छु, म आफैले पनि भोगेको कुरा हो यो। आफूलाई गर्न मन नलागे पनि ला त्यो मान्छेले के भन्ला, आई डोन्ट वान्ट हर्ट देयर फिलिङ्स भनेर यस भनिन्छ, अनि लाइक when the time comes you don't enjoy at all हैन। हजुरले यु कुड बी डुइङ समथिङ एल्स नि त त्यही टाइममा, बट नाउ युर स्टक इन द प्लेस जहाँ चाहिँ हजुरलाई कुरै गर्नु, त्यो जुन गर्न मन नलागेको कुरा हजुरले जस्ट इन केस आम नट गन हर्ट दिस पर्सन्स फिलिङ भनेर जबरजस्ती यस भनेर त्यहाँ आएर त्यहाँ अड्किरहनु भएको छ। त्यसले चाहिँ टक्सिक रिलेसनसिप डेभलप गर्छ। हजुरको त्यो मान्छेसँग जुन रिलेसनसिप छ त्यसमा चाहिँ टक्सिसिटी क्रिएट गर्न थाल्छ, अनि इभेन्चुअली इट्स गन गो डाउन हिल। सो प्लिज बी माइन्डफुल अबाउट इट। त्यही भएर सेल्फ रेस्पेक्ट, सेल्फ लभ भनेको एकदमै इम्पोर्टेन्ट कुरा हो। हजुरले चाहिँ नो भन्नलाई गिल्टी नमानिकन सक्नुहुन्छ। अनि अर्को कुरा भनेको चाहिँ हजुरले जब त्यसरी नो भन्न सक्नुहुन्छ नि, त्यो नो पनि ओभर एक्सप्लेन नगरिकन के। हामीलाई चाहिँ कस्तो सिकाइएको छ भनेदेखि, ओ माई गड इफ यु से नो टु समबडी, त्यो मान्छे रिसाउँछ, त्यो मान्छेलाई ला रिसायो होला के होला भनेर हामी ओभर एक्सप्लेन गर्छौँ क्या। यसले गरेर यस्तो गर्दा कारणले गर्दाखेरि म आउन पाउँदिनँ ल। नो, जस्ट से नो भने सक्यो क्या, बुझ्नु भएन? यु डोन्ट ओ एनीबडी एक्सप्लेनेसन, किन नआएको, के गर्नलाई नआएको, ल फेरि नराम्रो नमानै म यस्तो कारणले गर्दा। नो, लेट द्याट गो। त्यस्तो ह्याबिट चाहिँ नगर्नुहोस्। जति गर्यो त्यति ह्याबिट बिल्ड हुन्छ। सो इट विल बी सो इजी। वन्स अगेन सेल्फ लभ, सेल्फ रेस्पेक्टले गर्दाखेरि हजुरले नो भन्नलाई विदाउट ओभर एक्सप्लेनिङ सजिलो हुन्छ। मेरो कुञ्जले ढङढङ गऱ्यो भनेको त होइन रहेछ। एनिवे, अनि त्यसपछि जब हजुरले त्यसरी नो भन्नुहुन्छ, कहाँ थियौँ हामी? कुञ्जले आएर ढङढङ गरेर गयो मेरो दिमाग। तर जब हजुरले नो भन्नुहुन्छ,
हजुरले आफ्नो ह्याप्पिनेसमा लिभ गर्नको लागि जिउनको लागि जुन आफ्नो जुन कुराहरूले खुसी दिन्छ जुन कुराहरूले खुसी मिल्छ त्यो कुराहरू गरेर लाइफ जिउनको लागि इट हेल्प्स यु ओके अनि अर्को कुरा भनेको हजुरको यो समाजले चाहिँ कस्तो गर्छ भने नि गाइस हाम्रो फिमेलहरूको चाहिँ केटाहरूलाई मतलब हुँदैन है त्यस्तो कुरा हाम्रो केटीहरूलाई चाहिँ ओहो गोरी छ कि छैन कपाल बाक्लो छ कि छैन आँखा राम्रो छ कि छैन स्पेसली नेपाली कम्युनिटीको ब्युटी स्ट्यान्डर्ड कम्प्लिटली डिफ्रेन्ट भएको भएर अलिकति गोरी पुक्क परेको भयो भने ओ माय गॉड स्वर्गकी अप्सरा आई डोन्ट नो समथिङ but you have to realize everybody is beautiful in their own way यो body भनेको हामी स्लिप जस्तै हो क्या लुगा जस्तै हो लुगा पुरानो लुगा मैलो भयो थोत्रो भएपछि हामी के गर्छौं त्यो फालेर अथवा डोनेट गरेर we get the new one right यो body भनेको त्यस्तै कुरा सबैजनाको आत्मा एउटै हो जहाँबाट आएको छ जुन सोर्सबाट आएको छ everybody is gonna go back return to that source at the end of the day this is just an experience that we're living in अनि भगवानले दिनु भएको हाम्रो जेनेटिक्स डीएनए अनुसार बुवा आमा कस्तो हुनुहुन्छ you get that okay so what matters is your pure heart your intention your kindness हजुरले देख्नु पनि भएको होला एकदमै राम्री मान्छेहरु कोही राम्री मान्छेहरु केटाकेटी दुवै जनामा पर्छ obviously कहिलेका एकदमै घमण्डी भयो भने त्यो अट्र्याक्सन नै जान्छ नि त राम्रो भएर के गर्नु यस्तो घमण्डी रहेछ भन्ने हुन्छ हैन तर लाइक देयर इज लाइक अ वन अफ दोज ब्युटी जसले चाहिँ हेर्ने बित्तिकै वाह कस्तो ह्यान्डसम लाग्छ फेरि जति लाइक ह्यान्डसम रहेछ ब्युटिफुल रहेछ भने पनि जति संगत गर्दै गयो जति लाइक यु गेट टु नो टु देम एन्ड देन इफ देयर हार्ट इज लाइक अल डर्टी एन्ड लाइक अल यु नो के भन्छ इगोइस्टिक छ भनेदेखि त्यही मान्छे एकदमै नराम्रो लाग्दै जान्छ इट डजन्ट म्याटर बिकज दिस इज भनेको यो आउटर थिङ्स मात्र हो तर हजुरलाई ओके दिस पर्सन इज ठिकै छ लाइक अनुहार हेर्दा त त्यस्तो राम्रो छैन यो भने त्यो भन्ने त्यस्तो खालको दिमागमा आएको छ भने हजुर संगत गर्दै जाँदा इफ दे आर भेरी काइन्ड पर्सन एन्ड भेरी पोजिटिभ पर्सन द्याट ब्रिङ्स सो मच जोय एन्ड लाइफ टु यर लाइक यु नो टु द पार्टी भने त्यो मान्छे बिस्तारै यु गेट स्लोली अट्र्याक्टेड टु द्याट पर्सन यो त सबैलाई थाहा पनि छ होला यो कुराहरू सो त्यही भएर हाम्रो समाजले चाहिँ जतिसुकै जज गरे पनि यसले कति कमाउँछे कति पढेकी छे के अरे के भन्छ यो कति हाइटकी छे यु नो लाइक आई डोन्ट नो कस्तो जिउ छ त्यस्तोले धेरै जज गर्छ स्पेसली फिमेलहरूले केटाहरूले भन्दा पनि केटीहरूले नै केटीहरूलाई जज गरिरहेको हुन्छ यो सबैजनालाई थाहा छ हाम्रो त्यो सानो नानी इवा गिरीले पनि लाइक सी सेड इट समवेयर केटी मान्छेले जस्ट लाइक द्याट इज सो ट्रु किनभने हरेक मान्छेहरूको त्यो पोस्टहरुमा गएर कमेन्ट यताउति हेर्नु भयो भने हजुरहरूले बेयरली केटाहरूको कमेन्ट देख्नु भएको हुन्छ क्या यति उस्तै भने धेरै जस्तो चाहिँ केटीहरू हामी केटीहरू नै हुन्छौँ क्या अब यस्तो अलिकति छाती ठुलो छ अनि अलिकति धेरै हल्दैछ डान्स गरेर कस्तो हल्लेको भनिदिने लाइक कत्रो थुतुनो भनिदिने कस्तो मुख च्यात्या भनिदिने लाइक वी डु द्याट यु नो सो पुरै समाज एक भन्दा पनि फिमेलले फिमेलको खुट्टा तान्ने भएको भएर इट्स रियली हार्ड एन्ड इट्स भेरी हर्टफुल सो त्यसको लागि पनि हजुरको सेल्फ लभ सेल्फ रेस्पेक्ट म्याटर गर्छ वन्स यु लर्न लाइक यु नो वन्स यु लर्न आफूले आफैलाई कसरी माया गर्ने कसरी रेस्पेक्ट गर्ने भनेर भन्नुहुन्छ भने जस्तो सुकै जसले जे नै गरेर जज गरे पनि द्याट डज नट म्याटर बिकज यु नो योर वर्थ एन्ड यु विल नो योर भ्याल्यु भन्नेले भनिरहन्छन् कराउनेले कराइरहन्छन् के भन्छ क्रिटिसाइज गर्नेले गरिरहन्छन् यु जस्ट गेट टु लर्न टु जस्ट लाइक लेट इट बी जस्ट भनिराख का कराउँदै गर्छ पिना सुक्दै गर्छ भनेर one more time I'm gonna say it. Remember guys, जब हजुरले सेल्फ लभ लर्न गर्न थाल्नुहुन्छ हजुरले आफूलाई फुल्ली आफू जस्तो छु त्यही रूपमा you learn to accept it. When you learn to accept it, you love yourself, you love your body, you love your mind, you nurture your soul. So all these things matters. When you get to that point, it doesn't matter where peoples are at. कसैले यो लोन फलानाले यस्तो गरिसक्यो यसले यस्तो गरिसक्यो यता पुगिसक्यो यसले पढिसक्यो यसले यति कमाइसक्यो यो फेमस भइसक्यो टिकटकमा यति लाइक आइसक्यो इन्स्टाग्राममा nothing matters. You know who you are, you know how much you matter, and you know how much you love yourself. So हजुरले चाहिँ त्यो love around other people share गर्नलाई सक्नुहुन्छ शेयर गर्न थालिसकेपछि there will be no jealousy, there will be no ईर्ष्या आकांक्षा I mean I guess आकांक्षा it depends what do you want in your life तर त्यो jealousy को प्लेसबाट चाहिँ आउँदैन because you're such
you're already in such a good place in your head, in your mind, in your body, that nothing matters because you know who you are. And self love गर्नलाई मलाई कति ट्राई गरेछु दिदी, I don't know what to do, I always think negativity, this भनेर भन्ने नानीहरू हुनुहुन्छ. यो पनि हजुरले नेगेटिभ थिंकिङ पनि जन्मिने बित्तिकै आएको हैन. It has become a habit. Over the years, habit बनिसकेको छ. So you have to do the same thing to replace that habit with positive affirmation. Look at yourself in the mirror. आफ्नो कुन चाहिँ फेभरेट पार्ट, ओके सबै हेरेर मलाई यो पार्ट चाहिँ मन पर्दैन भने नो, डोन्ट लुक एट द पार्ट द्याट डजन्ट मन नपर्ने, मन पर्ने पार्ट हेर्नुस् अनि त्यसपछि जस्ट टेल योरसेल्फ, आई लभ माई आइज, ओ यु आर सो ब्युटिफुल, थ्याङ्क यू. जस्ट एक्सप्रेस द्याट ग्रेटिट्युड. जुनै पनि कुरा, कपाल हुन्छ कि कान हुन्छ कि एनिथिङ, यो आइब्राउज, यो औलाहरू, नङ, आँखा, नोज, एनिथिङ. I'm sure everybody has that one part that they love about themselves. अनि नेगेटिभ थट्सहरू आउँछ नआउने होइन. मैले बारम्बार पनि भनेको छु, मेरो टिकटक भिडियोहरू हेरिरहनु भएको छ भने इट्स जस्ट लाइक अ क्लाउड. हजुर भनेको सनलाइट हो कि, हजुर भनेको घाम हो. त्यो क्लाउड आएर एकछिन छेकेर घाम यताउति जाँदैन नि, क्लाउड चाहिँ मुभ गर्छ नि त नि. सो लेट इट कम, लेट इट पास, फिल द एनर्जी. रुनुपर्छ भने रुनुहोस्, कराउनुपर्छ भने कराउनुहोस्, लेख्नुपर्छ भने लेख्नुहोस्, डान्स गर्नुपर्छ भने गर्नुहोस्, घर सफा गर्नुपर्छ भने गर्नुहोस्. एन्ड देन फिल द इमोसन, रिलिज द एनर्जी एन्ड लेट इट गो. किनभने हरेक दिन हजुरले नेगेटिभ उसमा बिताइरहनलाई, लाइक द्याट्स नट पोसिबल. यु विल बिकम द्याट, लाइक इभेन्चुली दोज पोजिटिभ थट्सहरू आउन थाल्छ. अनि अर्को कुरा भनेको जर्नलिङ. मैले धेरैचोटि पनि भनेको छु, जर्नलिङ गर्नुभयो भनेदेखि द्याट इज गाइज इन द बिगिनिङ के गर्ने होला, के लेख्ने होला जस्तो लाग्छ, बट द मोर यु डु इट. अनि जर्नलिङ गर्ने भन्दैमा डियर डायरी, आज म यस भनेर लेख्ने होइन. हजुर एकदमै लाइक ओ माई गॉड देयर सो मच थट्स गोइङ अन इन माई माइन्ड भन्ने बित्तिकै राइट इट डाउन. जे आउँछ फिल्टर नगरिकन जुई लेखिहाल्ने. कसैलाई गाली गरेको आएको छ दिमागमा, कसै एकदम लेख्ने, सुई लेख्ने. बिकज यहाँ भएको जुन थट्सहरू, एनर्जीहरू छ, नाउ द्याट ट्रान्सफर्ड इन्टु पेपर. 50% हल्का त्यहीँबाट पनि मिल्छ हजुरलाई. सो डोन्ट फर्गेट टु जर्नल. मेडिटेटिङ भनेर ओम नमः शिवाय लाइक गरेर, नो, यु डोन्ट ह्याभ टु डु द्याट. वकिङ इज अ फर्म अफ मेडिटेसन. हजुरले के भन्छ, वर्कआउट इज अ फर्म अफ मेडिटेसन. म्युजिक लगाउनुहोस्, जस्ट फोकस अन यर ब्रिदिङ, फोकस अन वर्किङ आउट. टेकिङ अ ब्याथ पनि हुनसक्छ. त्यतिकै ले डाउन गरेर यसरी खाटमा आनन्दले ले डाउन गरेर जस्ट focus on your breathing. लामो सास फेर्ने, like there's so many breathing techniques that there's on YouTube that you can Google. Practice that. 5 minutes. हजुरले 5 मिनट पनि आफ्नो लागि गर्न सक्नु दिन सक्नुहुन्न भनेदेखि I don't know what to tell you. Everybody has 5 minutes. 5 मिनट अगाडि नै किन नउठ्नुस्, जति नै बिजी भए पनि. You can do it. क्या बुझ्नु भएन? हाम्रो समाजमा चाहिँ obviously मैले अघि भने जस्तै धेरै कुराहरू यो यस्तै त्यो त्यस्तै कतै चाहिँ फलानाको छ. किनभने म एउटा पर्फेक्ट एक्जाम्पल दिन्छु. म एउटा साथीको घरमा गएको थिएँ हैन, सानै थिएँ म. अनि त्यसपछि उसको बुवाले चाहिँ मलाई देखेको थिएन. अनि त्यसपछि अनि त्यतिको कुरा भइरहेको थियो. हामी किचनमा थियौँ, बिहानी पख थियो हैन. अनि चिया बनाएर दिनुभयो. अनि त्यसपछि I was gonna drink the tea obviously. And then हामी कुरा गर्दै गरेर हाँसिरहेको थियौँ. अनि त्यसपछि मेरो त्यो साथीको ड्याड आएर चाहिँ, बुवा, फादर, whatever you call, आएर चाहिँ के भन्नु भने, ओ यो सो अन सोको छोरी हो भनेर भन्नुभयो क्या. अनि त्यसपछि अनि मसँग अर्को दिदी पनि हुनुहुन्थ्यो. अनि उहाँले चाहिँ नि हो भनेर भन्नुभयो होइन. अनि मैले नि म पनि हो भनेर भने. अनि मेरो ड्याडीको नाम लिएर यो फलानाको छोरी कस्तै नै होले भने त यस्तो हाँस्दाखेरि यति मुख च्यात्ते कि पो रहेछ रे क्या. And I was a freaking teenager, man. Like भर्खर teenage हुन लाग्थ्यो क्या. बच्चै थिएँ क्या म. Like what kind of like, think about it. मलाई कस्तो फिल भयो होला त्यतिखेर. I was like, oh my god. त्यसपछि म घरमा गएर ऐना हेरेर गरेर मैले यति हेरेको छु नि. Like after that I was so afraid to take a picture smiling. मेरो कति सानो बेलाको पिक्चरहरु, सानो बेला टिनेजको पिक्चरहरु चाहिँ म हाँसेकै छैन. I hated it. And recently, couple years before, I obviously मेरो हस्बेन्डलाई थाहा थियो, like I'm very insecure about my smile भनेर. अनि मैले चाहिँ मेरो बुढाले चाहिँ like you need to, like honey let's get the Invisalign भनेर Invisalign लगाएको थिए. तर Invisalign लगाएर पनि त्यति फरक परेन. Now that like the older I get, do you think I give a shit? No.
गरेर म हाँस्छु सो इट डजन्ट म्याटर यु नो व्हाट आई मिन सो त्यस्तो हुन्छ क्या हाम्रो सोसाइटीमा चाहिँ सो त्यसले गर्दा चाहिँ कस्तो क्वेसन उठ्छ भनेदेखि एम आई गुड इनफ भनेर क्वेसन उठ्छ इट्स नउठ्ने होइन हजुरलाई पनि त्यस्तो लागेछ भने इट्स नर्मल किनभनेदेखि आफूभन्दा आफूले मानेको आफूले ठुलो मान्छेहरू अथवा यु नो समबडी द्याट लाइक म्याटर्स नि त एक्चुली स्पेसली त्यो कोही म्याटर गर्ने मान्छेले झन् त्यस्तो भनिदियो भनेदेखि त व्हाट द हेल भन्ने हुन्छ नि त नि त्यसले गर्दाखेरि एम आई इनफ भनेर क्वेसन लाइक इज एम आई प्रिटी इनफ एम आई टल इनफ एम आई दिस इनफ एम आई ट्यालेन्टेड इनफ भनेर त्यो क्वेसन आउने नर्मल हो ओके सो त्यतिखेर पनि you have to be very kind to yourself and love yourself. You have to be so graceful for your, like, you know, and you have to show up for yourself. हजुरको लागि अरु कोही पनि show up गर्दैन. You have to be the one to show up and remind yourself, I am enough, I do enough, I have enough. Okay? It's okay to strive for more, go for more, set a goal, and, you know, run towards it, achieve it. But you have to be in present and remind yourself that you're doing enough. And you are enough. You are beautiful the way, just the way you are. भनेर चाहिँ हजुरले कहिले पनि नभुल्नु होला कस्तो पुरा प्रोफेसन जस्तो साउन्ड भयो नि त यार पुरा हैन त्यसले So त्यही भएर guys self love भन्ने कुरा एकदमै इम्पोर्टेन्ट हो प्लिज 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 प्र्याक्टिस गर्नुस् प्लिज लभ योरसेल्फ मैले हरेक भिडियोहरुमा पनि भनिरहेको हुन्छु टिकटक तिर पनि किनभनेदेखि हजुरले जब सेल्फ लभ लर्न गर्नुहुन्छ इट मेक्स यु रियलाइज दैट यु डु नट नीड outside approval to feel like whole within yourself, like to feel you, to feel beautiful, to feel that you matter. So yeah, त्यही भएर मैले फर्स्ट एपिसोड चाहिँ सेल्फ लभको बारेमा कुरा गर्नलाई भनेको हो धेरैजना नानीहरूले पडकास्ट गर भनेको भएर ट्वाक्क लाएर पडकास्ट गरे हेर्दिउँ न त कस्तो हुँदो रहेछ भनेर गरेको अरू एपिसोडहरुमा पनि गन्थन गर्दै गरौँला थ्यांक यू फर वाचिङ गाइज टिकटकमा फलो गर्नु भएको छैन भने गएर गर्दै आओ एभ्रीवेयर इज कलर्स बाइ आइशा अल्सो इन्स्टाग्राममा पनि कलर्स बाइ आइशा छ सो आजदेखि चाहिँ आई थिंक हामी चाहिँ पडकास्ट सुरु गरौँ यो युट्युब भन्ने ठाउँमा अनि त्यसपछि अलिकता फिटनेसको कुराहरु पनि म हाल्दिदै जान्छु Thank you so much for watching guys. I'm gonna see you guys on the next video. Bye.